अहिलेको प्रायः जसो हिरोइनहरू अलिकति दोगला कुरा गर्छन् कि दुई जिब्रे कुरा गर्छन् मलाई आफूलाई दुई जिब्रे कुरा नि मान्छे मनै पर्दैन एकजना हिरोइन मलाई एकदमै मन पर्थ्यो धेरै इन्टरभ्यूमा भनेको छु होइन नाम नआउनु होइन उसले हालसालै केही समय अगाडि केही हप्ता अथवा महिना अगाडि होइन एकदम झोर काम गरिदिनु भयो कि मैले के काम पनि भन्दिनँ होइन अनि त्यो मान्छे देखेँ कि अहिले होइन अगाडि भेट्यो भने त म थुदिन्छु कुनै पनि मान्छेले होइन एक पक्ष भएर होइन कोहीसँग पनि त्यस्तो व्यवहार गर्नुहुन्न कि कति दर्शकले यहाँ बुझिसक्नु भएको छ फेरि किनभने उहाँले नेपालको रिस उठाउनु भयो कि मेरो अति नै म उहाँले त्यो हिरोइनले फिल्म खेल्नुभन्दा अगाडिको म फ्यान हो कि उहाँलाई भेट्नलाई उहाँले काम गर्ने अफिसमा अगाडि म आफू अलिक फुचे थिएँ हुन त उहाँले अहिले आफ्नो वर्ष घटाउनुहुन्छ होइन उहाँ मलाई जहाँसम्म लाग्छ मेरै उमेरको हो उहाँ अथवा मभन्दा अलिकति जेठो हो कि किनभने म त्यो बेला ग्रुप डान्सर थिएँ फिल्म लाइनको फाइटर थिएँ ग्रुप फाइटमा खेल्थेँ डान्स गर्थेँ होइन त्यो बेलामा म उहाँको काम गर्ने अफिसको नाम भन्दिनँ त्यो भनेपछि थाहा पाइहाल्छ मान्छेले होइन उहाँ कुन बेला आउनुहुन्छ अथवा भित्र छिरेपछि होइन उहाँ ननिस्केसम्म म ढोकेर बसिरहन्थेँ कि त्यो बेलादेखि म मनपर्ने मान्छे कि तर उहाँले हालसालै एउटा तोरी लाउरे काम गर्नुभयो कि अब त्यो भनिदिनुहोस्